Oh, thôi. ए सबै गएछ होइन होइन अगाडि बस एक्सिडेन्ट भएको छ है तपाईँहरूले गर्दाखेरि पनि जाम हुन्छ नि त एमाले काङ्ग्रेसलाई भोट हालौँ ड्यामगिरा मानि पार्नु पर्छ सप्तपुर कौशलगढबाट लाग्यो आफ्नै जन्मस्थल खोटाङतिर ट्रेनको पुरा लाइन देखिन्छ अगाडि दुई छ पछाडिको आजको यात्रा हाम्रो काठमाडौँ टु खोटाङको यात्रा मसँग अहिले हामी भक्कुन्दै बेसी तलतिरको जाम रहेछ जाम चाहिँ कसरी भयो भन्ने कुरो थाहा भएन तर पुरा जाम छ सायद यो बाटो साँघुरो भएको कारणले हुनसक्छ बाइक भएकोले हामी जाँदैछौँ यो चाहिँ भक्कुन्दै बेसी तलतिर यो रोसी खोलाको तिरको जाम हो यो जाम चाहिँ एकदमै लामो देखिन्छ परसम्म देखिन्छ सबैजना आज बिहान चाहिँ त्यस्तो रहेछ आजको जाम भक्कुन्दै बेसी मैले यो रोसी खोलाको तिरको जाम है बाइकहरू यो के हो भन्दा होइन अगाडि बस एक्सिडेन्ट भएको छ है तपाईँहरूले गर्दाखेरि पनि जाम हुन्छ नि त तर अगाडि त्यो अस्ति बनेपामा त्यो टिपन पनि निस्किएको थियो नि न्युजहरू पनि अलिक पिछा गरेर हिँड्नु क्या दाइहरू यार बाइकवालाले जाम हुन्छ क्या दाइ यार अगाडि एम्बुलेन्स गइरहेको छ एम्बुलेन्स साइड दिनु दाइ बुझेर हिँड्नु होइन सबैलाई हतार हुन्छ जाम चाहिँ साह्रो सिलको तिरको जाम हो यो जाम चाहिँ एकदमै लामो छ रोसी खोलाको जाम आजको जाम एमाले काङ्ग्रेसलाई भोट हालौँ ड्यामगिरा मानि पार्नु पर्छ भाइरल हुने भिडियो हो नि त जाम त महाभिजोग रहेछ महाभिजोग रहेछ त महाभिजोग रहेछ त
कि भन्ने जनतामा हरिविजय रसमाथि ए ए ए ए ए घरको लागि चाहिँ जाम त बल्ल खोली जस्तो छ बाइकहरूको लागि चाहिँ गाडीको लागि चाहिँ अब अझै बल्ल बल्ल जाम खुल्यो बाइकको लागि गाडीहरू आउँदैछन् खतरा बनाउँदैछ केटाले किन उल्टै हिँडेको बदिया मलाई त्यहाँसम्म बर्ती 10-20 किलोमिटर
कस्तो अनि मोडमा त अलिक बिस्तार ल्याउनु पर्ने हेलो लजेको हो मोडमा अलिक बिस्तार गर्नु पर्ने पानी छ तपाईँसँग पानी छैन हे के भयो नि त लजेको छ ल यो घरमा चिप्ल्यो त्यही त मोडमा अलिक बिस्तार आउनु पर्ने हेर अब के हो नि त कहाँ पुग्नु पर्ने ओहोलुङ्गा ए खोलढुङ्गा टाढोहरू छ चाहिँ पुग्नु आँटे यहाँबाट 1 घन्टा हो यस्तो त चिप्लिन्छ कि यस्तोमा त फेरि मोडमा पऱ्यो क्या सट्टै बल्लामा गयो अगाडि जोतेको अनि यता लडेको हो नि त बाइक त कस्तो घुमिदियो क्या बेलाटै उल्टो फर्किरहेको छ बाइक अनि यस्तो पानी भर्न चाहिँ हात दिनु पर्यो भने ए खेतलाई कुक्लो गएको थियो ए सबै गएको छ होइन दोहोरी पनि छैन साथी र गाडी हो त्यही ठुलो चोट धन्न लागेन घाँटे हामी चाहिँ पाँदेखिको गरालोमा बाटो चाहिँ यस्तो रहेछ यस्तो दामी भैँसी पनि हिँड्नु नसक्ने बाटो डबल रोडमा परिया छ बाइक जान्छ ए अनि त्यो दुई भाइ यार कता हो नि के को बाउला यहाँ यार चिप्लेको रोक्ने ठाउँ हुनु पऱ्यो नि ल जान्छ है माशाला के हो यार यो अरे यहाँ त नि छाड्दै बाटो है के हो यो बाटो छैन त छैन छानी यार यस्तो बाटोले साथीले खतम बनायो आम्मामा गुरा कटे सीधा उड़ा ना होता यस आदरणीय दर्शक महानुभावहरू हामी चाहिँ अहिले यो पाँदेखिको मुनिको अनाकन्टर जङ्गलमा छौँ पुरा यात्रा चाहिँ अविस्मरणीय छ एकदमै एडभेन्चर भइरहेछ होइन कि कसो कान्छ सकेसम्म अब 2 शब्द जान्छ कान्छाको 2 शब्द होइन अब 4 शब्द नै जान्छ नि कट्टु खोलेर दिएन कट्टु चाहिँ खोलेर दिएन 4 शब्द नै जान्थ्यो अब अहिले माहौल त्यस्तो छैन र मात्रै हो अब यता अर्को महिला फेरि पुरा जय देश जय माटो आज चाहिँ यता फेरि अर्को आइपुगेको छ ल सबैजनालाई सर ल यसो के छ कि हेलो हाम्रो जुन खतरा महिला यता
जय नेपाल हस् ल सलाम यता हाम्रो अर्को जय रुख ल बाटो यसो पुरा यता त के अन्धकार छ है अब अब ओके झ्याप्पै बस होइन कम्फर्टेबल ट्याक्क अरू कुरा त्यस्तै माल चाहिँ नठरा त्यति हो होइन फेरि दाजुलाई फेरि खतम बनाउँछ त्यहाँ बाटो चाहिँ ल बबाल मिठो छ यो बबाल मिठो छ यो टिकाको मुनिको जङ्गलमा मोमो मिठो गरी बाटो कटाइयो सरहरू बाटो कता कता माटो कम्दीको ताप खोला पुल भन्दो रहेछ यसलाई होइन त सर हे पुल पनि कालो सर होइन त कालो फेरि लास्टै मिठो छ यार कालो चाहिँ लास्टै मिठो छ नि आज नगरे बाटो त ल यो के त पत्तो भएन त यो हो यतिको त बाटो गजब हुन्छ त होइन मोडो पुग्दैन त्यो बाटो लामो छ नि त अलिक अरूभन्दा है माशाल्लाह के बारे पुगिन्छ है घरको घुरेलमा यो दुईटा भोर रहेछ यो हाम्रो घुरेनबारी अनि यो हाम्रो बिरुवा यो हाम्रो घर निस्किने बाटो हाया ल घर पनि फाइनल आइपुग्यो जिन्दगानीमा लास्टै दुःख पाइयो